हेलो फ्रेन्ड्स, हाम्रो युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज पनि हामीले चाहिँ नेप्सेको विकली एनालिसिस चाहिँ लिएर आएको छौँ। यदि हाम्रो यो भिडियो तपाईँहरूले चाहिँ मन पर्छ भने चाहिँ लाइक गरिदिन सक्नुहुन्छ। अनि हाम्रो यो भिडियोले चाहिँ तपाईँहरूको ट्रेडिङ प्लस इन्भेस्टमेन्ट जर्नीमा चाहिँ केही हेल्प भएको छ भने चाहिँ यो भिडियो चाहिँ तपाईँहरूले चाहिँ सेयरिङ गरिदिन सक्नुहुन्छ। प्लस यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। सो सुरु गरौँ आजको हाम्रो नेप्से विकली एनालिसिस। डेली चार्टबाट सुरु गरौँ हामी। डेली चार्टमा चाहिँ हाम्रो चाहिँ हिजो के भएको छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यो एरियामा चाहिँ एउटा चाहिँ हाम्रो चाहिँ इनसाइड बार क्यान्डलस्टिक बनेको छ, जसलाई चाहिँ हामीले चाहिँ बुलिस क्यान्डलस्टिक प्याटर्न पनि भनेर भन्छौँ, और हामीले चाहिँ बुलिस हरामी पनि भनेर भन्छौँ है त। सो लगालग यसरी झरेको मार्केटमा चाहिँ यहाँ आएर चाहिँ एउटा चाहिँ बुलिस क्यान्डलस्टिक प्याटर्न बन्नु भनेको चाहिँ हाम्रोलाई चाहिँ एउटा चाहिँ पोजिटिभ पार्ट हो भनेर भन्छौँ है। अब यो क्यान्डलस्टिक बन्ने बित्तिकै हामी बबाल बुलिस भइहाल्ने हो त, या यो क्यान्डलस्टिक बन्ने बित्तिकै माथि गइहाल्ने हो त भन्दाखेरि चाहिँ होइन है। यसको लागि चाहिँ हामीले चाहिँ कुर्नुपर्छ, एक लेभलको कन्फर्मेसन कुर्नुपर्छ, देन त्यसपछि हामी चाहिँ फ्रेस बाइङले चाहिँ जानेछौँ है। अब त्यो कन्फर्मेसन भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ हाम्रो इनसाइड बार भनेको के हो त, यो रेड क्यानलको हाई र यो रेड क्यानलको लो है। अनि यो बिचमा हाम्रो यो जुन यो ग्रिन क्यानल बनेको छ नि है, सो यो ग्रिन क्यानल र अनि यो रेड क्यानल चाहिँ हामीले चाहिँ कम्बाइन गर्यो भने चाहिँ यसले चाहिँ हामीले चाहिँ इनसाइड बार भनेर भन्छौँ है त। इनसाइड बार चाहिँ किन भन्दाखेरि चाहिँ हाम्रो यो रेड क्यानल भित्र चाहिँ अर्को ग्रिन क्यानल बनेको भए भएर चाहिँ यसले चाहिँ इनसाइड बार भनेर भन्छौँ, और हामीले चाहिँ यसले चाहिँ बुलिस हरामी पनि भन्न मिल्छ है। सो यो चाहिँ एउटा हाम्रो बुलिस क्यान्डलस्टिक प्याटर्न भयो। अब यसको कन्फर्मेसन चाहिँ के हो त भन्दाखेरि यो रेड क्यानलको हाई है, यो भन्दा माथि अर्को एउटा ग्रिन क्यानल बन्यो भने मात्रै हाम्रो लागि चाहिँ कन्फर्मेसन हुन्छ बाईको लागि। सो क्यान्डलस्टिक प्याटर्न बुलिस बनेको छ, तर हामीले चाहिँ कन्फर्मेसन चाहिँ दिएको छैन। कन्फर्मेसनको लागि चाहिँ हामी वेट गर्छौँ नेक्स्ट ट्रेडिङ सेसनमा। यो एरिया भन्दा माथि बस्यो भने चाहिँ यो डेली चार्टमा चाहिँ हामीले चाहिँ फ्रेस बाइङको लागि जानेछौँ। सर्ट टर्म टार्गेट भने चाहिँ हाम्रो यही हुन्छ, नभए चाहिँ हामीले चाहिँ मिनिमम टार्गेट अहिलेको लागि चाहिँ हामी चाहिँ यो 3000सम्म चाहिँ टार्गेट लिएर चाहिँ हामी चाहिँ बस्न सक्छौँ। तर हाम्रो लागि चाहिँ यो कन्फर्मेसन चाहिँ दिनु पर्यो, हाम्रो यो एरिया भन्दा माथि चाहिँ एउटा चाहिँ ग्रिन क्यानल चाहिँ बन्नु पर्यो यो डेली चार्ट हेर्ने हो भने है। अनि भोल्युम पनि ठिकठाकै आएको छ है, त्यति ह्युज भोल्युम पनि आएको छैन। तर अब नेक्स्ट ट्रेडिङ सेसनमा चाहिँ यो भोल्युम जति आएको छ हाम्रो चाहिँ यो लगभग 8.5 अरब जतिको भोल्युम आएको छ है। सो यो भन्दा धेरै भोल्युम आएर यो एरिया ब्रेकआउट दियो भने चाहिँ हाम्रो लागि चाहिँ राम्रो हुन्छ। हामी नेप्से वाइज नै फ्रेस बाइङलाई चाहिँ जान सक्छौँ है। कम्पनी वाइज चाहिँ अहिले पनि बाई आइरहेको छ, तर तपाईँहरूले चाहिँ नेप्सेले नै हेरेर बाई गर्नुहुन्छ भने चाहिँ यो कन्फर्मेसन चाहिँ वेट गर्नु होला भनेर भन्छु म है। अनि हाम्रो यो विकली चार्ट हेर्ने हो भने चाहिँ मैले चाहिँ के भनेको थिएँ भन्दाखेरि चाहिँ अस्ति नै चाहिँ यो एरिया ब्रेकआउट भएर यहाँ चाहिँ एउटा नराम्रो बेरिस क्यानल बनेको छ, तैपनि आत्तिनु चाहिँ पर्दैन भनेर चाहिँ मैले भनेको थिएँ है। सो आत्तिनु पर्दैन भन्दाखेरि झर्न झऱ्यो। लगभग हाम्रो यो हप्ता चाहिँ इन्डेक्स वाइज नै झन्डै हाम्रो चाहिँ 3% चाहिँ फल आएको छ है। सो अब यो फल आएपछि हामी के डराएर भाग्ने हो त भन्दाखेरि चाहिँ हामी डराएर भाग्ने होइन है, हामी डराएर भाग्नु पर्ने टाइम होइन भनेर भन्छ है त। सो यहाँ यो अब यो प्याटर्नलाई पनि हामीले चाहिँ अब एउटा इभिनिङ स्टार पनि भन्न मिल्छ है, तर यो इभिनिङ स्टार चाहिँ राइट ठाउँमा छैन भनेर भन्छु म एउटा कुरा है। सो यो इभिनिङ स्टार यो बेरिस क्यान्डलस्टिक बने पनि हामी चाहिँ आत्तिनु पर्दैन भनेर भन्छु है त। अनि अर्को एउटा कुरा चाहिँ हाम्रो चाहिँ यो मन्थली चार्टमा हेर्ने हो भने चाहिँ हामी किन बुलिस भनेर भन्दाखेरि चाहिँ हाम्रो यो इनसाइड बार यहाँ यो ब्रेकआउट भएर यो अघिल्लो महिनामा चाहिँ हाम्रो चाहिँ यो ब्रेकआउट भएर माथि नै बसिसकेको छ है। सो त्यही भएर पनि यो फलमा चाहिँ हामीले चाहिँ आत्तिनु पर्दैन भन्नुको रिजन त्यो पनि हो है। सो मन्थली वाइज पनि हामी चाहिँ बुलिसमै थियौँ है, अझ बुलिस भएको छ भनेर भन्छु म हाम्रो यो साइड वेज पछि है। अनि यो विकली चार्ट हेर्दाखेरि चाहिँ हाम्रो चाहिँ यो बेरिस क्यान्डलस्टिक प्याटर्न बनिराख्दाखेरि पनि हामीले डराउनु पर्दैन भन्नुको रिजन चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो आफ्नै स्ट्राटेजी एउटा छ, तपाईँहरूले पनि थाहा छ, हाम्रो यो बोलिन्जर ब्यान्ड प्लस म्याग्दी है। सो यो हेर्ने हो भने चाहिँ के छ त भन्दाखेरि चाहिँ हाम्रो यहाँ चाहिँ बाई दिइसकेको छ है। सो यसले विकली चार्टमा बाई दियो भने चाहिँ हत्तपत्त चाहिँ सेल दिँदैन है, चान्सेस कम हुन्छ सेल दिने है। दिँदैन भने चाहिँ होइन, सेल दिन्छ तर चान्सेस चाहिँ धेरै कम हुन्छ भनेर भन्छ है। हाम्रो चाहिँ बाई कहिले दियो त भन्दाखेरि हाम्रो चाहिँ बाई चाहिँ यहीँ दिएको छ है। यहाँ किन दिएको छ यो क्यानलमा भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यो एरियामा ग्रिन हिस्टोग्राम बन्दाखेरि हाम्रो प्राइस चाहिँ के थियो त, यो एमए लाइन भन्दा माथि छ है। सो त्यही भएर यो बेरिस क्यान्डलस्टिक प्याटर्न बन्दाखेरि पनि हामी चाहिँ आत्तिनु परेन भन्नुको रिजन त्यही हो है। सो नआत्तिनुस् भन्नुको रिजन पनि एउटा यो पनि हो है। एक्जाम्पलको लागि हाम्रो यहाँ के छ, यो एरियामा पनि हाम्रो बेरिस क्यान्डलस्टिक प्याटर्नहरू छ है, प्राइस तल पनि आएको छ, तर यहाँ के भइसकेको थियो, हामीले चाहिँ बाई दिइसकेको थियो है। सो त्यही भएर चाहिँ अहिलेको टाइममा पनि त्यही हो, हामी चाहिँ आत्तिनु पर्दैन भन्नुको रिजन है। अनि अर्को एउटा कुरा, हाम्रो यो
मिडल लाइन अरू एमए लाइन पनि भन्ने मिल्छ, त्यहाँ सपोर्ट नजिकै छौँ है। सो यो एरियाले सपोर्ट लिएर चाहिँ यसरी माथि जान सक्ने चान्सेस चाहिँ ह्युज छ। त्यही भएर नेप्से वाइज चाहिँ हामी चाहिँ आत्तिनु पर्दैन भन्नुको रिजन है। सो यो बेरिस क्यान्डलस्टिक प्याटर्न बने पनि हामी चाहिँ आत्तिनु पर्दैन। मेन कुरा भनेको चाहिँ हामीले चाहिँ क्यान्डलस्टिक भनेको त लास्टमा आउँछ है। क्यान्डलस्टिक भन्दा अगाडिको कुरा भने चाहिँ के हो त भन्दाखेरि चाहिँ कुन ट्रेन्डमा छौँ क्या है। हामी अप ट्रेन्डमा छौँ, अप ट्रेन्डमा बिचबिचमा मान्छेहरूको इमोसन तलमाथि भइहाल्छ। त्यो इमोसन भने चाहिँ हाम्रो क्यान्डलस्टिक प्याटर्न हो है। तर त्योभन्दा माथि के छ त ट्रेन्ड छ। सो ट्रेन्ड के छ? अप ट्रेन्ड छ है। सो अप ट्रेन्डमा चाहिँ बेरिस क्यान्डल बन्दाखेरि पनि हामी चाहिँ आत्तिनु पर्दैन भनेर भन्छ है। सो ओभरअल हेर्ने हो भने चाहिँ हाम्रो यो विकलीमा बेरिस क्यान्डलस्टिक प्याटर्नहरू बने पनि हामी चाहिँ आत्तिनु पर्दैन। एउटै रिजन, हामी अप ट्रेन्डमा छौँ है त। सो बुलिस रहनु होला जबसम्म ट्रेन्ड चाहिँ डाउन जाँदैन है त। ओके, सो ओभरअल नेप्से चाहिँ बुलिस छ भनेर भन्छु त। अनि हाम्रो यो ब्याङ्किङ सेक्टर हेर्ने हो भने चाहिँ ब्याङ्किङ सेक्टरमा चाहिँ के छ त भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यो एरिया अस्ति नै मैले ब्रेकआउट भइसकेको थियो भने अर्को सुरुको एरिया यो, देन अर्को एरिया यो है। सो त्यही एरियामा आएको चाहिँ यहाँ सपोर्ट लेभलमा आएको छ है। अब डेली चार्ट वाइज हेर्ने हो भने चाहिँ यहाँ के छ त भन्दाखेरि चाहिँ यसमा पनि त्यही छ। हाम्रो कुन क्यान्डलस्टिक प्याटर्न बनेको छ लेख्नु होला कमेन्ट बक्समा है। यो रेड क्यान्डलको हाई अनि यो रेड क्यान्डलको लो है। भने मतलब के हो त भन्दाखेरि चाहिँ यो अघिल्लो रेड क्यान्डलको भित्रै यो ग्रिन क्यान्डल बनेको छ भने मतलब यहाँ पनि इनसाइड बार बनेको छ। सो अब यो माथि जाने हो भने चाहिँ के गर्नु पर्यो त भन्दाखेरि चाहिँ यहाँ त ग्रिन क्यान्डल यसरी बन्नु पर्यो अनि यो चाहिँ हाम्रो लागि चाहिँ कन्फर्मेसन हुन्छ। ओके, अब चाहिँ यो फल चाहिँ सक्यो, अब चाहिँ यहाँ माथि जाने भनेर है। क्यान्डलस्टिक चाहिँ बुलिसै हो तर यसको लागि चाहिँ हामी चाहिँ कन्फर्मेसन वेट गर्छौँ भनेर भन्छ है। सो कन्फर्मेसन वेट गरौँ। यो एरिया भनेको लगभग 8400 भन्दा माथि एउटा ग्रिन क्यान्डल डेली चार्टमा दिन थाल्यो भने चाहिँ हामीले चाहिँ यहाँ चाहिँ बाइङको लागि चाहिँ हेर्न सक्छौँ है। अनि विकली चार्टमा हेर्ने हो भने चाहिँ विकली चार्ट ठिकै छ, राम्रै छ। हाम्रो यो एक लेभलको विकली चार्टमा चाहिँ यो सानो लेभलको रेसिस्टेन्स एरियामा चाहिँ तपाईँको चाहिँ ठोकेर आएको छ। विकली चार्ट हेर्ने हो भने है। सो विकली चार्टलाई बेस मानेर काम गर्ने हो भने चाहिँ अलिक कसियस चाहिँ हुनुपर्छ भनेर भन्छु म यो ब्याङ्किङ सेक्टरमा। तर डेली चार्टमा हाम्रो यो 8400 भन्दा माथि बस्न थाल्यो भने चाहिँ हामी चाहिँ बाईको लागि चाहिँ जान सक्छौँ सर्ट टर्मको लागि है। अनि हाम्रो यो मन्थली चार्ट पनि राम्रै छ। हाम्रो एक लेभलको यही सपोर्ट एरियामा चाहिँ हाम्रो चाहिँ यो बुलिस क्यान्डल बनेर चाहिँ माथि गएको छ। सो आत्तिनु चाहिँ पर्दैन भनेर भन्छु है। अब यसमा चाहिँ नेप्से जस्तो अलिक स्ट्रङ चाहिँ छैन स्टिल पनि है। यसले चाहिँ मैले कसरी डिफाइन गरेँ भन्दाखेरि चाहिँ हामी चाहिँ यो बोलिन्जर ब्यान्ड र हाम्रो यो म्याकडी लाएर डिफाइन गरेँ मैले है त। नेप्सेमा चाहिँ के थियो भन्दाखेरि चाहिँ यो मिडल लाइन भन्दा माथि प्राइस थियो अनि यो हाम्रो म्याकडी लाइनमा चाहिँ हाम्रो यहाँ चाहिँ ग्रिन हिस्टोग्राम चाहिँ आइसकेको थियो। सो नेप्से चाहिँ स्ट्रङ छ यो ब्याङ्किङ सेक्टर भन्दा पनि है। सो त्यही भएर चाहिँ अब यो अर्को एउटा कुरा, यो ब्याङ्किङमा चाहिँ अलि विकली चार्टमा नराम्रो चाहिँ के हो भन्दाखेरि चाहिँ यो मिडल लाइनमा चाहिँ ठोकेर फेरि मुनि आएको छ। यो पनि एउटा नराम्रो पार्ट हो है। सो नेप्से भन्दा ब्याङ्किङ सेक्टर अलि स्टिल स्ट्रेन्थ चाहिँ अलिक कमै छ माथि जानुको लागि। तर हामीले चाहिँ के याद गर्नु पर्यो भन्दाखेरि चाहिँ डेली चार्टमा चाहिँ यो एरिया 8400 भन्दा माथि बस्न थाल्यो हामीले सर्ट टर्मको लागि बाई गर्न सक्छौँ है। अनि हाम्रो यो यहाँ हिस्टोग्राम आयो, हिस्टोग्राम आउन साथ हाम्रो यो प्राइस चाहिँ यो एमए लाइन भन्दा माथि छ भने चाहिँ त्यो चाहिँ हाम्रो लागि चाहिँ मिड टर्म अरू लङ टर्मको लागि चाहिँ एक लेभलको बबाल राइज जान सक्छ भने चाहिँ हामीले चाहिँ ध्यान दिन सक्छौँ। जस्तै चाहिँ हाम्रो चाहिँ यो एरियामा भएको थियो। यो एरियामा हाम्रो मिडल लाइन भन्दा माथि प्राइस थियो यहाँ है। अनि यहाँ हामीलाई ग्रिन हिस्टोग्राम बनाइसकेको थियो। देन अलि साइड बस्यो, देन त्यसपछि मिठो राइज गयो है। सो यहाँ पनि त्यस्तै हुन सक्ने चान्सेस चाहिँ छ। तपाईँहरूले चाहिँ हेर्नु होला भनेर भन्छु है त। नराम्रो चाहिँ होइन तर स्ट्रेन्थ चाहिँ छैन। त्यो स्ट्रेन्थ चाहिँ बिस्तारै गेन गर्छ भनेर भन्छु। किन भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ यो म्याकडी लाइन चाहिँ यसरी घुमेर यसरी माथि आउन थालिरहेको छ है। सो त्यही भएर चाहिँ वाच लिस्टमा चाहिँ राखिराख्नु होला। हतार गरेर बाई गरिहाल्नु पर्ने चाहिँ छैन। कन्फर्मेसन चाहिँ स्टिल आउनु बाँकी छ भनेर भन्छु म यो ब्याङ्किङ सेक्टरमा है। सो छ भने चाहिँ होल्ड योर पोजिसन भनेर भन्छु है। अर्को छ डेभलपमेन्ट ब्याङ्क। ओके, डेभलपमेन्ट ब्याङ्क क्लियर छ। हाम्रो यो डेली चार्ट हेर्ने हो भने चाहिँ के छ त भन्दाखेरि चाहिँ हाम्रो यो एरियामा सपोर्ट लिएर माथि गएको छ है। मैले बारम्बार भनिरहेको हुन्छु हाम्रो चाहिँ मिनिमम पनि यो एरियासम्म चाहिँ जान सक्छ भनेर है। अब यो एरियामा चाहिँ हाम्रो चाहिँ यो मिड क्याप डेभलपमेन्ट ब्याङ्कले नै लग्ला, अझ योभन्दा पनि माथि जान सक्ला है। म यसमा चाहिँ के एक्सपेक्ट गरिरहेको छु भन्दाखेरि चाहिँ मिनिमम पनि हाम्रो चाहिँ यो एरियासम्म लाग्छ अर हल्का हायर हाई बनाएपछि के हुन्छ, यहाँ हाम्रो अहिले त बेरिस डाइभर्जेन्स बनिसकेको छ विकली चार्टमा है। अनि फेरि यो प्राइस हायर हाई भएपछि यो म्याकडीले त यो एरिया त क्रस गरेन मेरो विचारमा है। फेरि अर्को यहाँ लोवर हाई बनाउँछ म्याकडीमा, देन त्यसपछि अलिक माथि फेरि प्राइस सर्छ। यहाँ मल्टिपल बेरिस डाइभर्जेन्स बनाउँछ
दुईचोटि बनाएर झर्छ कि यसरी प्राइस यसरी झर्छ कि अलि यसरी मुनिएर फेरि अर्को हायर हाई बनाउने म्याग्दीमा चाहिँ फेरि तपाईँको अर्को लोवर हाई बनाउने यसरी ट्रिपल बेरिस डाइभर्जेन्स बनाएर अनि प्राइस चाहिँ यसरी झर्ने यो मात्रै हो है जसरी हाम्रो नेप्सेमा चाहिँ 3200 लाग्दाखेरि चाहिँ ट्रिपल बेरिस डाइभर्जेन्स बनाएर झरेको थियो नि त्यसरी नै झर्छ कि डबल बेरिस डाइभर्जेन्स बनाएर झर्छ त्यति मात्रै हो सो यसमा चाहिँ मैले बारम्बार भनिरहेको छु यो डेभलपमेन्ट ब्याङ्क इन्डेक्स वाइज हेर्ने हो भने चाहिँ यसमा चाहिँ रिवार भन्दा पनि रिस्क धेरै छ भनेर भन्छु म है सो अलिक कसियस चाहिँ हुनु होला अहिले चाहिँ अब ट्रेन्डिङ के छ त यो सेक्टरमा भन्दाखेरि चाहिँ मिड क्याप कम्पनीजहरू छ सो त्यो मिड क्याप कम्पनीजहरू चाहिँ हेर्नु होला भनेर भन्छु है त ओके मैले यो हाम्रो डेभलपमेन्ट ब्याङ्कको सबै कहानी भनिहालेँ के हुन सक्ला या के भइरहेछ भनेर है सो त्यही अनुसार चाहिँ तपाईँले चाहिँ काम गर्नु होला भनेर भन्छु डेभलपमेन्ट ब्याङ्किङ सेक्टरमा है अनि हाम्रो यो फाइनेन्स सेक्टर ओके डेली चार्ट हेरौँ पहिला मैले यसमा डेली चार्टमा चाहिँ के भनेको थिएँ भन्दाखेरि चाहिँ यो एरियासम्म चाहिँ जान सक्छ है हामीले चाहिँ यहाँसम्म चाहिँ ट्रेड लिन सक्छौँ है भनेर भनेको थिएँ तर त्यो चाहिँ त्यहाँसम्म चाहिँ पुगेको छैन है यो एरिया नपुगिकन चाहिँ हाम्रो चाहिँ यो सानो लेभल चाहिँ ब्रेकडाउन दिएको छ भने मतलब चाहिँ अब चाहिँ यो एरिया अरू वर्स्ट केस सिनारीमा चाहिँ यो एरियासम्म चाहिँ आउन सक्छ है मैले अस्तिको भिडियोमा पनि भनेको थिएँ यो अलिक कसियसै हुनुपर्छ भनेर फाइनेन्स सेक्टरमा है सो यो चाहिँ हाम्रो चाहिँ डेली चार्टको हिसाबमा मैले भनेको थिएँ अस्तिको हप्ता भने अब मैले विकली र मन्थली चार्ट हेर्दाखेरि चाहिँ मैले के भनेको थिएँ भन्दाखेरि चाहिँ राम्रो छैन फाइनेन्स सेक्टर मिड टर्म लङ टर्म जाने हो भने चाहिँ चार्ट राम्रो छैन हामीले सर्ट टर्मको लागि मात्रै यो एरियासम्म चाहिँ ट्रेड लिन सक्छौँ भनेर भनेको थिएँ तर त्यो पनि हाम्रो टार्गेट चाहिँ हिट हान्न गएको छैन या हिट हान्न गएन भने मतलब हामी यसमा फेल भयो है हाम्रो ट्रेड यसमा लुजमा गयो या लसमा गयो भनेर भन्छु म चाहिँ है हाम्रो स्टप लस हानिसकेको छ है अब मैले अर्को कुरो के पनि भनेको थिएँ है अघि पनि भने मैले हाम्रो यो विकली र हाम्रो यो मन्थली हेर्ने भने चाहिँ चार्ट चाहिँ बेरिस छ लङ टर्म वाइज अरू मिड टर्म वाइज हेर्ने हो भने चाहिँ यसमा चाहिँ हामी ठुलो पोजिसन चाहिँ बनाउँदैनौँ भनेर भनेको थिएँ है सो उस्तै पर्यो यो एरियासम्म पनि आउन सक्छ अझ अलि मुनि पनि आउन सक्छ है अर यो मुनि आएन भने चाहिँ साइडमा जान सक्छ भने मतलब चाहिँ अब यो फाइनेन्स सेक्टर चाहिँ अब केही टाइमको लागि चाहिँ नन ट्रेन्डिङ जोनमा पनि जान सक्छ है सो त्यही भएर चाहिँ भने मतलब यसमा चाहिँ हामीले चाहिँ पोजिसन बनाएका छौँ निस्केका छैनौँ भने चाहिँ अब चाहिँ बिस्तारै निस्किन थाल्दाखेरि हुन्छ अरू पुल ब्याक पुरेर पुल ब्याकमा निस्किन थाल्दाखेरि पनि हुन्छ भनेर भन्छ है अनि अर्को एउटा कुरा हाम्रो यो विकलीमा हेर्ने हो भने हाम्रो के भएको छ त यहाँ भन्दाखेरि चाहिँ यो लाइनलाई नै रेसिस्टेन्स लिएर चाहिँ यसरी प्राइस मुनि आउन थालेको छ है अनि हाम्रो मन्थलीमा हेर्ने हो भने चाहिँ मन्थलीमा चाहिँ यो एरियामा स्टिल सपोर्ट नै लिइरहेछ है ओभरअल अलि लङ टर्ममा मन्थली चार्टमा हेर्ने हो भने चाहिँ स्टिल हाम्रो यो फाइनेन्स सेक्टर चाहिँ यो स्ट्राटेजी अनुसार चाहिँ सपोर्ट लेभलमा छ तर प्राइस एक्सन अनुसार चाहिँ हामी चाहिँ अलिक कसियस हुनुपर्ने जस्तो देखिएको छ भने चाहिँ मन्थली चार्टमा पनि यो मिडल लाइन भन्दा प्राइस मुनि आउन थाल्यो भने चाहिँ जे जति छ त्यो खाली नै गरेर बस्दाखेरि पनि हुन्छ भनेर भन्छु म फाइनेन्स सेक्टरमा है सो अलिक कसियस हुनु होला है केही टाइमको लागि चाहिँ यो सेक्टरमा चाहिँ नचल्नु होला केही सिम्टम्सहरू चाहिँ नआएसम्म भनेर भन्छु है त ओके हाम्रो यो माइक्रो फाइनेन्स सेक्टर है हामीले चाहिँ के भनेको थियौँ भन्दाखेरि चाहिँ यसमा चाहिँ यो एरिया ब्रेकआउट दियो है अब यसरी चाहिँ यहाँ चाहिँ स्याडल बसे चाहिँ यसरी माथि जान सक्छ भनेर भनेको थियौँ है यो एरियासम्म चाहिँ जान सक्छ भनेर भनेको थियौँ तर यहाँ चाहिँ गएन है यहाँ पनि हाम्रो चाहिँ एनालाइसिस चाहिँ फेल भएको छ भनेर भन्छु मुनि आएको छ है अब मुनि आयो भने डराउने हो त भन्दाखेरि चाहिँ होइन है त हामी नेक्स्ट लेभलको सपोर्ट लेभलमा आएको छौँ सो सपोर्ट लेभलमा आउने बित्तिकै बाई गर्ने हो त भन्दाखेरि चाहिँ सपोर्ट लेभलमा आउने बित्तिकै बाई गर्ने चाहिँ होइन है अब यो एरियामा चाहिँ हामीलाई चाहिँ एक लेभलको बुलिस ग्रिन क्यानल बन्यो भने मात्रै बाई गर्छौँ भनेर भन्छु है नभए चाहिँ हामी चाहिँ फ्रेस बाइङ यो इन्डेक्स वाइज चाहिँ गर्दैनौँ सपोर्ट लेभलमा आए पनि है अनि अब कम्पनीजहरू स्टप लस हानेको छ भने चाहिँ हामी एकचोटि निस्किनुपर्छ होइन स्टप लस हानेको छैन भने चाहिँ हामी चाहिँ होल्ड गरेर बस्छौँ है सो यो सेक्टरमा पनि हामी चाहिँ फ्रेस बाइङको लागि चाहिँ एकचोटि चाहिँ वेट गर्छौँ भनेर भन्छु यो एरियाभन्दा मुनि आएको भएर अलिक चार्ट चाहिँ केही टाइम फेरि साइडमा जाने हो कि भन्ने चाहिँ भएको छ है सो त्यही भएर चाहिँ हामी चाहिँ अहिलेको लागि चाहिँ जस्ट वेट एन्ड वाचमा बस्छौँ यो सेक्टरमा है वाच लिस्टमा चाहिँ राखिराख्नु होला है किन भन्दाखेरि चाहिँ हाम्रो चाहिँ म्याग्दी प्लस बोलिन्जर ब्यान्ड हेर्ने हो भने चाहिँ हामी चाहिँ एक लेभलको यसमा पनि सपोर्ट लेभलमा आएको छौँ प्राइस सेक्सन अनुसार पनि हामी सपोर्ट लेभलमा आएको छौँ है सो त्यही भएर यो एरियामा एउटा राम्रो ग्रिन क्यानल बन्यो भने चाहिँ हामी फ्रेस बाइङ पनि गर्नुपर्ने हुन्छ है सो त्यही भएर वाचमा चाहिँ राख्नु होला हतारेर चाहिँ बाई नगर्नु होला भनेर भन्छु है सो वेट एन्ड वाच वेट फर
ग्रीन क्यान्डल भनेको भन्छु यो सेक्टरमा है। अर्को छ हाम्रो लाइफ इन्सुरेन्स जहाँबाट ब्रेकआउट भएर गएको त्यही एरियामा आएको छ है त। हामीले यसमा चाहिँ के भनेको थियौँ भन्दाखेरि चाहिँ यो ब्रेकआउट हुने बित्तिकै हाम्रो चाहिँ यो एरियासम्म जान सक्छ भनेर भनेको है। हल्काले हाम्रो चाहिँ यो टार्गेट हिट नगरिकन चाहिँ मुनि आएको छ। अब मुनि चाहिँ कहाँ आएको छ त भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यो पहिला ब्रेकआउट भएको एरियामा आइपुगेको छ है। अब यहाँ के गर्ने त बाई गर्ने हो त भन्दाखेरि चाहिँ होइन है। हामी चाहिँ यहाँ बाई गर्नुको लागि चाहिँ के कुर्छौँ भन्दाखेरि अहिलेको चार्ट अनुसार चाहिँ हामी यो अघिल्लो रेड क्यान्डलको हाई है योभन्दा माथि एउटा चाहिँ ग्रिन क्यान्डल बन्यो भने मात्रै हामी बाइङ गर्छौँ, नभए चाहिँ वेट एन्ड वाचमा बस्छौँ यो लाइफ इन्सुरेन्स सेक्टरमा है। अनि हाम्रो यो विकली चार्टमा हेर्ने हो भने चाहिँ यो क्यान्डलस्टिक प्याटर्न चाहिँ अलिक बेरिसै छ है। अब यसमा चाहिँ हामी चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ नेक्स्ट विक पनि यो रेड क्यान्डल भन्दा मुनि आयो भने चाहिँ अर्को एउटा रेड क्यान्डल बन्यो भने चाहिँ यो फेरि केही मुनि आउन सक्छ, साइडमा जान सक्छ भने चाहिँ हामी चाहिँ अनुमान गर्न सक्छौँ है। सो विकली चार्टबाट चाहिँ नेक्स्ट विक चाहिँ यहाँ चाहिँ अर्को रेड क्यान्डल चाहिँ बन्नु भएन, बने पनि भयो तर यो विकको लो भन्दा माथि नै रेड क्यान्डल बन्यो भने चाहिँ केही फरक परेन। तर विकको लो भन्दा मुनि आएर रेड क्यान्डल बन्यो भने चाहिँ त्यहाँ चाहिँ केही अप्ठ्यारो हुन सक्छ है त। सो अलिक कसिस चाहिँ हुनु होला यसमा। अनि हाम्रो यो मन्थली चार्टमा हेर्ने हो भने चाहिँ ओभरअल यसरी हेर्ने हो भने त हामी स्टिल साइडवेजमै छौँ है। तर हाम्रो यो क्यान्डलस्टिक प्याटर्न लिने हो भने चाहिँ यहाँ चाहिँ हामी चाहिँ बुलिस जोनमा चाहिँ गइसकेका छौँ भनेर भन्छ है। अब यसमा चाहिँ हाम्रो यो बोलिन्जर ब्यान्ड र म्याग्डी राखेर हेर्ने हो भने चाहिँ हामी यो मन्थली चार्टमा बुलिसमै छौँ अनि विकली चार्टमा पनि बुलिसमै छौँ। अनि हाम्रो यो डेली चार्टमा चाहिँ हामी ठ्याक्कै सपोर्ट लेभलमा आएको छौँ है। सो अब यो एरियाबाट माथि गएन भने चाहिँ यो केही मुनि आउन सक्ने चान्सेस चाहिँ हुन्छ है त। सो नेक्स्ट सेसनमा यहाँबाट माथि जानै पर्यो इफ यही करेक्सन सकाएर माथि जाने हो भने है। सो वाच आउट गर्नु होला भनेर भन्छु यस सेक्टरमा पनि है त। अनि अर्को छ हाम्रो नन लाइफ इन्सुरेन्स सेक्टर। यो चाहिँ हाम्रो चाहिँ यस्तै यो एरिया चाहिँ ब्रेकआउट दिन सकेन है। मैले यो एरियामा हुँदाखेरि चाहिँ यहाँसम्म चाहिँ मिनिमम पनि जान्छ भनेर भनेको थिएँ, त्यो त गयो तर त्योभन्दा माथि चाहिँ जान सकेन है। फेरि पनि यही साइडवेज साइकलमा यो नन लाइफ इन्सुरेन्स छिरेको छ भने मतलब चाहिँ विकलीमा पनि साइडवेज, डेलीमा पनि साइडवेज, मन्थलीमा पनि साइडवेज। अब सिम्पल कुरा यसमा धेरै एनालाइसिस गर्नै परेन। नन लाइफ सेक्टरमा चाहिँ स्टिल हामी फ्रेस बाइङको लागि चाहिँ जाँदैनौँ, रिजन हामी साइडवेजमा छौँ है त। यति नै यसमा है। अर्को छ हाम्रो होटल सेक्टर। ओके, होटल सेक्टर हामी यो सपोर्ट लेभलमा आइसकेको छौँ है। अब सपोर्ट लेभलमा आउने बित्तिकै बाई गर्ने हो त भन्दाखेरि चाहिँ होइन। यहाँ पनि हाम्रो सिम्पल के युज गर्छौँ भन्दाखेरि चाहिँ यो अघिल्लो रेड क्यान्डलको हाई है योभन्दा माथि बस्यो भने चाहिँ हामी फ्रेस बाइङको लागि जान्छौँ, नभए चाहिँ हामी चाहिँ यहाँ चाहिँ फ्रेस बाइङको लागि चाहिँ जाँदैनौँ डेली चार्ट अनुसार है। अनि यो विकली चार्ट अनुसार हेर्ने हो भने पनि यहाँ चाहिँ सानो लेभलको हामी चाहिँ साइडवेजमा गइसक्यौँ। सो यो साइडवेज अनुसार चाहिँ हामी चाहिँ बाइङ गर्दैनौँ। तर यो डेली चार्टमा योभन्दा माथि बस्न थाल्यो भने चाहिँ हामी चाहिँ सर्ट टर्मको लागि चाहिँ मिनिमम पनि यो एरियासम्म टार्गेटले चाहिँ हामी चाहिँ बाइङ गर्छौँ। विकलीमा साइडवेज छ, मन्थलीमा पनि साइडवेज छ है। सो यसमा हामी लङ टर्म अर लङ पोजिसनको लागि चाहिँ हामी चाहिँ धेरै पोजिसन बनाउँदैनौँ। हामी चाहिँ यसमा चाहिँ यो एरियाभन्दा माथि है यो डेली चार्टमा यो एरियाभन्दा माथि एउटा ग्रिन क्यान्डल बन्यो भने चाहिँ सर्ट टर्मको लागि मात्रै पोजिसन बनाउँछौँ हामी है। सो अलिक कसियसै हुनु होला भनेर भन्छु यसमा पनि है। धेरै ठुलो पोजिसन चाहिँ नबनाउनु होला अहिलेको लागि। अब कम्पनी वाइज एनालाइसिस छुट्टै हुनसक्छ तर इन्डेक्स वाइज हामी चाहिँ यसमा चाहिँ विकली र मन्थलीमा साइडवेज छौँ भने चाहिँ डेलीमा पनि साइडवेजमा छौँ। तर यहाँ सिग्नल आयो भने चाहिँ हामी स्मल टार्गेटको लागि चाहिँ हामी चाहिँ केही ट्रेड चाहिँ लिन सक्छौँ है। अर्को छ हाम्रो हाइड्रो पावर सेक्टर। ओके हाइड्रो पावर सेक्टरमा चाहिँ अलिक कहानी चाहिँ चेन्ज भएको छ भनेर भन्छु म है। अब कहानी चाहिँ के चेन्ज भएको छ भन्दाखेरि चाहिँ हाम्रो प्राइस एक्सन अनुसार चाहिँ के भएको छ, मैले यो सपोर्ट एरिया भनिरहेको थिएँ। सो यो सपोर्ट एरिया चाहिँ हाम्रो चाहिँ के भएको छ त भन्दाखेरि चाहिँ ब्रेकडाउन दिएको छ है। सो यो सपोर्ट एरिया ब्रेकडाउन दिएपछि चाहिँ हामी चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ अब चाहिँ अलिक कसियस हुनुपर्छ है। अब यो हाम्रो मेन सपोर्ट एरिया नै ब्रेकडाउन दिएपछि चाहिँ अब चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ आफूले कुनै हाइड्रो पावर कम्पनीजहरू किनेका छौँ भने चाहिँ त्यो कम्पनीको चार्ट कतै बिग्रिएको छ कि छैन भनेर पनि हामीले हेर्नुपर्छ है। अब इन्डेक्स वाइज चाहिँ अहिलेको लागि चाहिँ सर्ट टर्मको लागि चाहिँ हाम्रो चाहिँ चार्ट चाहिँ बिग्रिएको छ भनेर भन्छ है। अब यसमा चाहिँ हाम्रो चाहिँ दुईवटा कुरा हुनसक्छ, यसरी पुल ब्याक गरेर यसरी एकचोटि मुनि आएर अनि बल्ल यसरी माथि जाला है। यो चाहिँ हाम्रो चाहिँ बेरिस सिनारी भयो अहिलेको लागि यो हाइड्रो पावर सेक्टरमा होइन। अब चाहिँ करेक्सन यति नै हो, यसरी नै हाम्रो चाहिँ करेक्सन सकाइ अब माथि जाने हो भने चाहिँ हाम्रो चाहिँ यसरी माथि जानु पर्यो, किनभने चाहिँ यसरी अलि माथि गएर अनि यसरी करेक्सन आएर एकचोटि लो अर डबल बटम बनाएर यसरी माथि जानु पर्यो अनि मात्रै हामी चाहिँ ओके यो करेक्सन सक्यो अब चाहिँ यो फेरि माथि जान्छ भनेर भन्छौँ है। सो अब भनेको मतलब के हो त भन्दाखेरि चाहिँ अब हाइड्रो पावर इन्डेक्स वाइज चाहिँ क्लियर भ्यू आउनको लागि चाहिँ अलिक केही टाइम लाग्न सक्ने भयो।
यो सेक्टरमा पनि हामी चाहिँ अब ट्रेडिङको लागि चाहिँ अलिक स्लो डाउन गर्छौँ भनेर भन्छु म चाहिँ है। यो चाहिँ मेरो आफ्नो भ्यू है। सो तपाईँहरूले पनि आफैले एनालिसिस गरेर चाहिँ त्यही अनुसार चाहिँ काम गर्नु होला भनेर भन्छु। अब हामी अघिल्लो महिनामा हामी चाहिँ एग्रेसिभ बाइङहरू गरिरहेको थियौँ है। हामीले चाहिँ ट्रेडहरू पनि लिइरहेको थियौँ है। ब्याक टु ब्याक ट्रेडहरू चाहिँ हाम्रो चाहिँ टार्गेट हिट भइरहेको थियो भने चाहिँ अब तपाईँहरूले चाहिँ यो महिना तपाईँहरूले फिल गर्नुभयो होला है। हाम्रो ट्रेडहरू राम्रो गइरहेको छैन, हाम्रो ट्रेडहरू लिए पनि स्टप लस हिट हानिरहेछ है। सो यो के हो त भन्दाखेरि चाहिँ सेक्टरमा केही खराबी देखिएको छ भनेर चाहिँ हामीले चाहिँ बुझ्नु पर्यो है। अब यो सर्ट टर्मले भनिरहेको छु, यो सर्ट टर्मै लङ टर्म पनि हुन सक्ला है। सो त्यही भएर चाहिँ हामी अहिलेको लागि चाहिँ केही कसिस चाहिँ अप्नाउने छौँ। फ्रेस ट्रेड चाहिँ अलि कम्पनी वाइज नै हेरेर बनाउनु होला भनेर भन्छु। इन्डेक्सले हेरेर चाहिँ केही टाइमको लागि चाहिँ वेट गर्नु होला भनेर भन्छु हाम्रो यो हायर पावर सेक्टरमा है। अनि हाम्रो यो विकली चार्टमा चाहिँ हाम्रो यो म्याकडी प्लस बोलिन्जर ब्यान्ड हेर्ने हो भने चाहिँ हामी चाहिँ सपोर्ट एरियामा छौँ है। सो अब यही एरियाबाट माथि गयो भने त हाम्रो लागि पोजिटिभ हो होइन। यो एरियाबाट अलिक मुनि आयो भने चाहिँ हाम्रो चाहिँ यहाँ विकली चार्टमा म्याकडीमा चाहिँ हाम्रो यहाँ के भइसकेको छ, रेड हिस्टोग्राम बनिसकेको छ है। सो यो लाइन भन्दा मुनि आयो भने चाहिँ हाम्रो विकली चार्ट अनुसार नै सेल आउँछ। अहिलेसम्म सेल आएको थियो त यसमा छैन। हेर्नु त कहाँदेखि सेल आएको थिएन भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यो एरियाबाट है तपाईँको हाम्रो 2024 जुनदेखि बाई आएको यो स्ट्राटेजीमा अहिलेसम्म सेल आएको छैन है। सो अब योभन्दा मुनि आयो भने चाहिँ सेल आउन सक्छ, आएन भने चाहिँ यो सपोर्ट एरिया चाहिँ हामीलाई चाहिँ बाई हुन सक्छ है। सो त्यसको लागि चाहिँ हामी नेक्स्ट विक कुर्नै पर्छ। यहाँ नेक्स्ट विक एउटा राम्रो बुलिस क्यान्डल बन्यो भने चाहिँ हामी फेरि यो स्ट्राटेजी चाहिँ बेसमा चाहिँ हामी बाई गर्छौँ है। सो भने मतलब हामी यो विक चाहिँ अलिक स्लो डाउन गरौँ है। यो विक पछि कस्तो क्यान्डल बन्छ हाम्रो यो विकली चार्टमा, देन त्यसपछि हामीले डिसिजन लिउँ है त। सो अलिक स्लो डाउन गर्नु होला भनेर भन्छ है त। बाँकी तपाईँहरूले पनि एनालिसिस गर्नु होला अनि मात्रै काम गर्नु होला भनेर भन्छ है त। मेरो एनालिसिसले भर परेर पनि काम नगर्नु होला। मेरो यो भिडियोले चाहिँ तपाईँहरूले चाहिँ एज अ सपोर्टिभको रूपमा, एज अ इन्फर्मेसनको रूपमा चाहिँ लिनु होला भनेर भन्छ है त। अर्कोमा जाउँ हामी म्यान्यु। ओके, म्यान्यु एउटा अहिलेसम्म हेर्दाखेरि चाहिँ एउटा राम्रो लागेको इन्डेक्स वाइज है, चार्ट प्याटर्न भनेर भन्छौँ है। हाम्रो विकलीमा पनि सपोर्टमै छ, हाम्रो डेलीमा पनि सपोर्टमै छ है। यो सपोर्ट एरिया हो, यो सबै सपोर्ट एरिया हो है। सो विकली डेलीमा चाहिँ हामी चाहिँ यो म्यानुफ्याक्चरिङ इन्डेक्स चाहिँ एउटा सपोर्ट एरियामा छ। अनि यसमा हाम्रो यो विकली चार्टमा हेर्ने हो भने पनि हाम्रो यो म्याकडी प्लस बोलिन्जर ब्यान्ड धेरै माथि नै छ है। अनि हाम्रो यो तपाईँको बोलिन्जर ब्यान्ड प्लस म्याकडी यो डेली चार्टमा हेर्ने हो भने चाहिँ ठ्याक्क हामी चाहिँ अब सपोर्ट लेभलमै छौँ है, अलिक क्रुसियल एरियामै छौँ है। सो अलिक कसिस चाहिँ हुनुपर्छ यो स्ट्राटेजी अनुसार। तर प्राइस एक्सन अनुसार हेर्ने हो भने चाहिँ हामी अहिले चाहिँ सपोर्ट एरियामा छौँ। अब हामीले यहाँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ बाई गरिहाल्ने हो त भन्दाखेरि चाहिँ होइन। सपोर्ट एरियामा आउने बित्तिकै चाहिँ हामीले चाहिँ बाई गर्नु हुन्न है। हामीले चाहिँ के गर्नु पर्यो, यहाँ एउटा चाहिँ हाम्रो लागि चाहिँ एउटा बुलिस क्यान्डलस्टिक चाहिँ बन्नु पर्यो। त्यो बुलिस क्यान्डलमा चाहिँ अहिले आइरहेको भोल्युमभन्दा धेरै भोल्युम आयो भने चाहिँ त्यो क्यान्डलभन्दा माथि हामी बाइङ गर्छौँ, त्यो क्यान्डलको भन्दा मुनि चाहिँ हामी स्टप लस राखेर चाहिँ काम गर्छौँ है। सो राम्रो बाई जोनमा छ। यो भिडियो कुन कुन कम्पनीजहरू छ वाच लिस्टमा राख्नु होला। मिनिमम पनि इन्डेक्स वाइज चाहिँ हामी चाहिँ यहाँसम्म टार्गेट लिएर चाहिँ बाई गर्न सक्छौँ है। अहिलेसम्म हेरेको चार्ट प्याटर्न मध्ये राम्रो लागेको भने चाहिँ मलाई चाहिँ म्यानुफ्याक्चरिङ हो है। सो कमिङ विक म्यान्युमा चाहिँ केही मुभ आउन सक्ला, तर त्यसको लागि चाहिँ एक दिन चाहिँ कुर्नै पर्छ एउटा राम्रो बुलिस क्यान्डल है। त्यो बुलिस क्यान्डल आयो भने मात्रै नेक्स्ट डे चाहिँ बाइङ गर्नु होला भनेर भन्छु है। सो यो चाहिँ राम्रो छ। तपाईँहरूसँग पोजिसन छ भने चाहिँ होल्ड गर्नु होला भनेर भन्छु म है। अर्को हेरौँ हामी इन्भेस्टमेन्ट सेक्टर है। ओके, इन्भेस्टमेन्ट सेक्टर हाम्रो यो डेली चार्ट वाइज हेर्ने हो भने चाहिँ हामी कहाँ छौँ त भन्दाखेरि चाहिँ यो एक लेभलको सपोर्ट एरियातिर छौँ है। यसमा सपोर्ट एरियामा छौँ भन्दैमा बाई गर्ने चाहिँ होइन, तर यहाँ पनि एउटा बुलिस क्यान्डल त बनेको छ। तर यहाँ पनि हामी चाहिँ कन्फर्मेसनै खोज्छौँ है। सो सबैमा हामीले चाहिँ कन्फर्मेसन खोज्नु पर्ने भएको छ है त। यो अघिल्लो रेड क्यान्डल भन्दा माथि यो 110 भन्दा माथि एउटा ग्रिन क्यान्डल बनेर यहाँ बस्यो भने चाहिँ हामी यहाँ फ्रेस बाइङको लागि चाहिँ जान्छौँ। स्टप लस यहीँ हुन्छ हाम्रो है, 107 106। अनि हाम्रो टार्गेट चाहिँ यो 150 126 चाहिँ हामीले चाहिँ टार्गेटले चाहिँ हामी चाहिँ बाई गर्न सक्छौँ। राइट ठाउँमा छ भनेर भन्छु म यो है। सो विकली चार्टमा पनि सेम त्यही छ। यो हाम्रो यहाँ बेरिस क्यान्डलस्टिक बने पनि यसमा धेरै फोकस नगर्नु होला भनेर भन्छु भने चाहिँ हाम्रो विकलीमा हाम्रो मन्थली चार्टमा पनि त्यही छ है। सो ओभरअल चार्ट हेर्ने हो भने चाहिँ राम्रो छ। अघिको म्यानुफ्याक्चरिङ पनि राम्रो छ, अहिलेको हाम्रो यो इन्भेस्टमेन्ट सेक्टर पनि राम्रो छ भनेर भन्छु है। यसमा हाम्रो म्याकडी प्लस बोलिन्जर ब्यान्ड लाएर हेर्ने हो भने चाहिँ के छ त भन्दाखेरि चाहिँ सबै यो डिल गरौँ। ओके, यसमा चाहिँ हाम्रो चाहिँ मन्थली वाइज बुलिसै छ, ओभर बुलिस छ। मन्थली वाइज चाहिँ हाम्रो बुल कहाँबाट सुरु भयो भन्दाखेरि चाहिँ यसमा चाहिँ यो एरियाबाट बुल सुरु भयो। हाम्रो यो डिसेम्बर 2023 देखि बुल सुरु भएको छ है, स्टिल बुलमै छ हाम्रो यो स्ट्राटेजी हेर्ने हो भने चाहिँ। अनि हाम्रो यो
विकली चार्टमा चाहिँ यो स्ट्र्याटेजी हेर्ने हो भने चाहिँ हाम्रो बाई चाहिँ कहाँबाट आयो भन्दाखेरि चाहिँ हाम्रो बाई चाहिँ भर्खर यो एरियाबाट बाई सुरु भएको छ है। सो हामी स्टिल सपोर्टमै छौँ, बाइङ एरियामै छौँ भनेर भन्छु भने चाहिँ डेली चार्टमा हेर्ने हो भने चाहिँ हाम्रो चाहिँ यहाँ एक लेभलको सेल सिग्नल दिएको रहेछ है। सो अब यसमा चाहिँ हामी चाहिँ के गर्छौँ त भन्दाखेरि चाहिँ अघि नै मैले भने जस्तै यहाँ एउटा राम्रो बुलिस क्यानल बन्यो भने मात्रै बाइङ गर्छु, नभए चाहिँ बाइङ गर्दैन है। त्यो याद गर्नु होला है। बुलिस क्यानलको लागि चाहिँ वेट गर्नु होला भनेर भन्छु। यो सेक्टरमा बन्यो भने चाहिँ हामी बाइकलाई चाहिँ जानेछौँ। हाम्रो विकली र मन्थली चाहिँ हामी चाहिँ स्टिल बुलिसमै छौँ है त। अर्को छ हाम्रो ट्रेडिङ सेक्टर। ओके, ट्रेडिङ सेक्टरमा चाहिँ मैले के भनिरहेको थिएँ भन्दाखेरि चाहिँ हामी यो सपोर्ट एरियामै छौँ है। अनि यहाँ चाहिँ मैले अस्ति के भनेको, यहाँ भोल्युम पनि आयो अनि यहाँ चाहिँ हाम्रो चाहिँ बुलिस क्यानल पनि बनेको छ। हामीले चाहिँ यो एरियाले नै स्टप लस लगाएर चाहिँ हामीले चाहिँ बाई गर्न सक्छौँ इन्डेक्स वाइज भनेको थिएँ है। अब इन्डेक्स वाइज त यहाँ त हामीलाई फेल बनाइदिएको छ है। हाम्रो यो इन्डेक्स वाइज चाहिँ स्टप लस हटाइदिएको छ। अब यो वर्स्ट केस सिनारीमा हाम्रो यो एरिया पनि आउन सक्छ है, 3750 सम्म पनि आउन सक्छ। यो चाहिँ इन्डेक्स वाइज है। तर यो इन्डेक्स भित्र चाहिँ यस्तो कम्पनीजहरू पनि छन् जुन चाहिँ हामीले चाहिँ बाई गर्न मिल्छ है। सो त्यही भएर चाहिँ त्यस्ता कम्पनीजहरू चाहिँ हेर्नु होला। इन्डेक्स वाइज चाहिँ केही टाइम चाहिँ अझै तल अर साइडमा जाने देखिएको छ। इन्डेक्स वाइज चाहिँ धेरै भर नपर्नु होला, कम्पनी वाइज चाहिँ हेर्नु होला भनेर भन्छु यो सेक्टरमा है। अनि अर्को छ अदर सेक्टर हेरौँ हामी। ओके, अदर सेक्टरले चाहिँ मिथोराइज दिएको छ। मिथोराइज दिएर चाहिँ हामी चाहिँ यो एरियाको सपोर्ट एरियामै छौँ भनेर भन्छ। सपोर्ट एरिया अर सपोर्ट एरिया भन्दा अलिक मुनि छौँ है। अब यसमा चाहिँ हामी फ्रेस बाइङ गर्ने हो त भन्दाखेरि चाहिँ होइन है। सर्ट टर्मको लागि चाहिँ हामी यसमा फ्रेस बाइङ गर्दैनौँ है। किन भन्दाखेरि चाहिँ एक लेभलको राम्रो र्याली आइसक्यो अनि र्याली आउँदाखेरि चाहिँ यहाँ चाहिँ भोल्युममा यहाँ चाहिँ एक लेभलको हामीले सेलिङ देखेका छौँ है। सो फ्रेस बाइङलाई चाहिँ हामी केही टाइम चाहिँ वेटै गर्छौँ है। किनभने चाहिँ यहाँ अलिक केही टाइम स्यालेज हुनु पर्यो अनि मात्र बाई गर्छौँ है। किनभने चाहिँ अब सर्ट टर्म ट्रेड लिइहाल्ने हो भने चाहिँ अघिल्लो यो रेड क्यानल है, यो 2480 और 2485 यो भन्दा माथि एउटा ग्रिन क्यानल बन्यो भने मात्रै तपाईँले चाहिँ यसलाई नै स्टप लस राखेर बाई गर्नु होला। होइन यहाँ चाहिँ ग्रिन क्यानल बनेन सिधै तल झऱ्यो भने चाहिँ हामी चाहिँ यसमा चाहिँ वेट गर्छौँ, फ्रेस बाइङलाई चाहिँ जाँदैनौँ है। सो विकलीमा पनि त्यही छ है। हाम्रो यहाँ बेरिस क्यानल्सटिकै बनेको छ, फ्रेस बाइङलाई चाहिँ अहिले हामी जाँदैनौँ है। यो नजानुको रिजन एउटा राम्रो मिठो रन भइसक्यो भएर केही स्यालेज अरू केही करेक्सन चाहिँ हामी खोज्छौँ है। अर्को एक हप्ता करेक्सन अरू स्यालेज चाहिँ हामी चाहिँ यहाँ चाहिँ खोज्छौँ। देन त्यसपछि केही बाइङ सिग्नलहरू आयो भने चाहिँ हामी बाइङ गरौँ, नभए चाहिँ हामी बाइङ गर्दैनौँ है। मन्थलीमा पनि त्यही छ हाम्रो। मन्थली त क्लोजिङ त भएको छैन है, भर्खर सुरु भएको छ। तर हामी यो एक लेभलको रेसिस्टेन्स एरियामै चलिरहेको छौँ। सो त्यही भएर पनि रेसिस्टेन्स एरियामा चलिरहेको भएर हामी फ्रेस बाइङलाई चाहिँ हामी चाहिँ यसमा चाहिँ अहिले जाँदैनौँ है। मैले अस्ति नै भनिहालेँ तपाईँलाई त छ भने चाहिँ एकचोटि यो एरियामा चाहिँ प्रफिट बुकिङ गर्नु होला भनेर भनेको हो। कतिले गरे कतिले नगरे सबका आफ्नो थ्योरी हुन्छ है। सो त्यसमा मैले के भनिनँ है। अनि हाम्रो यो बोलिन्जर ब्यान्ड प्लस हाम्रो यो म्याकडीले हेर्ने हो भने चाहिँ यसमा स्टिल सेल चाहिँ दिएको छैन यो स्ट्राटेजीले है। हाम्रो यहाँ रेड हिस्टोग्राम बनिसके पनि हाम्रो चाहिँ यो एमए लाइन भन्दा प्राइस मुनि नआएको भए चाहिँ हामीले चाहिँ यहाँ चाहिँ सेल गरेन यो स्ट्राटेजी अनुसार चाहिँ। तर प्राइस एक्सन अनुसार चाहिँ हामीले चाहिँ सेल गरौँ यसमा है। अब तपाईँहरूले चाहिँ यो स्ट्राटेजी फलो गर्नुहुन्छ भने स्टिल होल्ड गर्न सक्नुहुन्छ। जस्तै हाम्रो चाहिँ यहाँ सपोर्ट लिएको थियो है, प्राइस मुनि आएको थिएन, तर यहाँ हाम्रो रेड हिस्टोग्राम दिएको थियो। सो त्यही भएर हामीले यहाँ सेल गरेनौँ है। सो यहाँ पनि त्यही हुन सक्ला है। यो स्ट्राटेजी फलो गर्नुहुन्छ भने चाहिँ यो स्ट्राटेजी अनुसार चाहिँ होल्ड नै गर्नु सक्नुहुन्छ तपाईँहरूले है। हाम्रो यो विकली र मन्थली हेर्ने हो भने चाहिँ यो सेक्टर चाहिँ स्टिल बुलिस नै छ है। यो सेक्टर चाहिँ बुल कहाँबाट सुरु भयो मन्थली चार्टमा भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यो एरियाबाट सुरु भयो। त्यो भनेको चाहिँ हाम्रो चाहिँ 2024 जनदेखि चाहिँ हाम्रो चाहिँ बुल सुरु भएको रहेछ यो स्ट्राटेजी अनुसार है। सो स्टिल बुलमै छ मन्थली चार्ट हेर्ने हो भने है। अब लङ टर्म भ्यू राखेर तपाईँ चाहिँ होल्ड गर्नुहुन्छ भने चाहिँ यस स्टिल होल्ड गर्नु सक्नुहुन्छ है। तर तपाईँ चाहिँ बिचबिचमा बाई गर्ने अनि प्रफिट बुकिङ गर्दै जाने हो भने चाहिँ अब मैले अघि भने जस्तै गर्नु होला भनेर भन्छु त। ओके गाइज, आज सबै सेक्टर्सहरूको एनालाइसिस गरेँ मैले है। हाम्रो 12-13वटा सेक्टरहरू छ है। सो त्यो सबै सेक्टर्सहरू चाहिँ एनालाइसिस गर्दाखेरि चाहिँ मलाई पर्सनली मन परेको भने चाहिँ दुईटा सेक्टर हो। एउटा चाहिँ हाम्रो चाहिँ म्यानुफ्याक्चरिङ सेक्टर। अब यो मन पर्नुको रिजन हामी एक लेभलको राइज गरेर पुल ब्याक आएको छ। पुल ब्याकमा चाहिँ हामी चाहिँ सपोर्ट लेभलमा छौँ भने चाहिँ अनि यो पुल ब्याक आउँदाखेरि चाहिँ खासै भोल्युम पनि छैन है। सो त्यही भएर यो सेक्टर एउटा राम्रो लाग्यो। अनि अर्को एउटा सेक्टर भनेको चाहिँ हाम्रो चाहिँ इन्भेस्टमेन्ट सेक्टर हो। अहिलेको लागि मलाई राम्रो लाग्यो है। यो पनि हाम्रो के छ त भन्दाखेरि एक लेभलको सपोर्ट एरियातिरै छ है। सो त्यही भएर पनि हामी चाहिँ यो दुईटा सेक्टरमा चाहिँ हामी वाच गर्न सक्छौँ। तर पहिलो ट्रेडिङ सेसन चाहिँ हामीलाई चाहिँ ग्रिनै हुनु पर्यो है। अघिल्लो रेड क्यान्डल भन्दा माथि
ग्रीन क्यान्डल बनेर बस्यो भने मात्रै हामी चाहिँ बाइङ गर्छौँ, नभए चाहिँ हामी चाहिँ फ्रेस बाइङलाई चाहिँ जाँदैनौँ भनेर भन्छु है। ओके गाइज, आजको नेप्से विकली एनालिसिस चाहिँ म यही सघाउँछु। अनि हाम्रो यो भिडियो चाहिँ तपाईँले चाहिँ हेल्पफुल भइरहेको छ भने चाहिँ यो च्यानललाई चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ भने चाहिँ, अनि यो भिडियोलाई चाहिँ तपाईँहरूले चाहिँ कम्तीमा पनि जसलाई चाहिँ यो भिडियोले हेल्प हुन्छ एकजनाले चाहिँ तपाईँहरूले चाहिँ यो भिडियो चाहिँ सेयरिङ गरिदिन सक्नुहुन्छ। अनि हाम्रो अर्को इम्पोर्टेन्ट भिडियोजहरु चाहिँ हाम्रो चाहिँ यो लेफ्ट साइडको स्क्रिनमा छ, त्यहाँ चाहिँ क्लिक गरेर हेर्न सक्नुहुन्छ भने चाहिँ। अनि हाम्रो अर्को युट्युब च्यानल नेप्सेवेट राइट साइडमा छ, त्यहाँ चाहिँ क्लिक गरेर चाहिँ तपाईहरु चाहिँ हाम्रो चाहिँ लाइभ सेसनमा जोइन हुन सक्नुहुन्छ बेलुका 8 बजेदेखि है। अनि तपाईहरुको केही क्वेरीजहरु छ भने चाहिँ कमेन्ट बक्समा चाहिँ लेख्न सक्नुहुन्छ।